हेलो गुड मर्निङ। ल आज क्लास 10 को ट्रिगोनोमेट्रिक फर्स्ट च्याप्टर को केही इम्पोर्टेन्ट क्वेसनहरुको भिडियो बनाउँदैछु, हेर्नु होला है। भिडियो लामो भए पनि हेर्नु होला। ल के रे च्याप्टरको नाम ट्रिगोनोमेट्रिक रेशियोज एन्ड कम्पाउन्ड एंगल्स sin a plus b cos a plus b है a minus b 10 को छ कि a plus b a minus b कम्पाउन्ड को त्यसको भिडियो हो फर्स्ट एक्सरसाइज को। ल अनि यो क्वेशन इम्पोर्टेन्ट पनि हो, आइराछ हेर्नु होला। ल ल फर्स्ट क्वेशन छ cos 9 plus sin 9 by cos 9 डिग्री माइनस sin 9 डिग्री। यो 9 डिग्री हो, यो सबै यो डिग्री हो, यो थोप्लो लेखेछ कि देखेछ हैन, इज इक्वल टु 1054। एलएचएस गरेर आरएचएस ल्याउने हो। हाम्रो आरएचएस मा देखिएछ 1054। अब यो 54 र 9 को कुनै रिलेसन चाहिन्छ के है, स्ट्यान्डर्ड भ्यालु पनि चाहिन्छ। 10 भनेको sin by cos ल्याउन सक्ने हो भने बल्ल 10 आउँछ, sin 54 by cos 54 ल्याउन सक्नु पर्यो हैन। अब यिनीहरुको रिलेसन हेर्दाखेरि 54 मा यो प्लस जोडेर स्ट्यान्डर्ड आउँछ अथवा माइनस जोडेर। प्लस गर्ने हो भने 63 हुन्छ, स्ट्यान्डर्ड भ्यालु हैन। माइनस गर्ने हो भने 45 हुन्छ। त्यसो भए यो 9 लाई हामीले लेख्न सक्छौं, यो 9 लाई लेख्न सक्छौं। हामीले के लेख्न सक्छौं? 54 minus 45 9। त्यसो भए यो 9 लाई यसरी ब्रेक गर्ने के 54 minus 45। त्यसपछि cos a minus b बन्छ। अनि त्यसपछि फर्मुला खोल्यो भने टक्रक्कै आइहाल्छ। ल हेरौँ न कस्तो हुने रहेछ है, हेरौँ है। ल एलएचएस बाट स्टार्ट गर्छु। एलएचएस cos 9 डिग्री प्लस sin 9 डिग्री बाय cos 9 माइनस sin 9। ल यसलाई ब्रेक गर्ने है। यो 9 लाई कसरी लेख्न सकिन्छ भनेसी cos 54 minus 45 प्लस सेम केस यो चाहिँ 54 minus 45 by cos 54 minus 45 minus sin 54 minus 45। अब cos a minus b sin a minus b फर्मुला लगाइदिने, कटपुट भएर भ्यालु स्ट्यान्डर्ड राखेर टक्रक्कै आउँछ। ल यहाँ त गर्न सक्नुहुन्छ जस्तो लाग्छ। ल म गरिदिन्छु है, हेर्नुस्। ल हेर्नु होला। ल cos a 54 है, फर्मुला खोलिरहेको छु। cos a cos b प्लस हत्तेरीको 54 लेख्न 45 लेख्न आइरहेछ के sin a sin b प्लस cos a minus b को फर्मुला cos a cos b माइनस यहाँ प्लस हुन्छ हैन, sin a sin b। अब sin a minus b को खोल्न पर्यो यसै गरेर। sin a cos b sin a cos b माइनस ए हुन्छ यसको त cos a sin b। सेम केस रिपिट गर्न पर्यो। डिनोमिनेटरमा फरक भनेको यहाँनिर माइनस छ, त्यति हो। त्यसो भए एक कपी गरे नि हुन्छ, यहाँ माइनस लेखिदिनु भइहाल्छ। यो cos a cos b माइनस छ प्लस हुन्छ sin a sin b। यहाँनिर माइनस है, माइनसले पछाडिको साइन चेन्ज गरिदिन्छ sin a cos b। अब यो साइन यो माइनस भएर यो माइनस हुन पर्ने हो, तर यो अगाडिको माइनसले गर्दाखेरि यसले प्लस भयो। cos a sin b ठीक छ, देखिएछ नि। ह्यान्डराइटिङ अलि सानो भयो कि है, जुम गरेर हेर्नु होला है। युट्युबमा पनि जुम गर्न मिल्छ क्या, जुम गरेर हेर्नु होला। कहाँनिर सानो भइरहेछ पज गरेर हेर्नु होला, के गरेर हेर्नु होला, जस हेर्नु होला। भ्यालु सब्स्टिट्युट गरौँ न, भ्यालु सब्स्टिट्युट गरौँ है। यसको स्ट्यान्डर्ड भ्यालु cos 45 1/√2 है,
1/√2 यो cos 54 छँदैछ प्लस sin 45 यसको पनि 1/√2 sin 54 छँदैछ प्लस यसको पनि 1/√2 sin 54 छँदैछ माइनस 1/√2 cos 54 छँदैछ ल होल बाई है अझै नजिक गरेर खिच्न पाए हुन्थ्यो यसको ल सेम हो cos 45 को भ्यालु राख्दाखेरि 1/√2 cos 54 त बाँकी छँदैछ है प्लस यहाँ है sin 45 को भ्यालु राखे 1/√2 sin 54 छँदैछ यो माइनस cos 45 1/√2 sin 54 छँदैछ प्लस 1/√2 cos 54 अब कुनै टर्म्सहरु यहाँनिर चाहिँ क्यान्सल हुन्छ जस्तै माथि हेर्ने भने cos यो क्यान्सल हुन्छ तल हेर्ने भने यो क्यान्सल हुन्छ हैन अब यो र यो लाइक टर्म्सहरु हुने 1/√2 sin 54 1/√2 sin 54 जोड्ने हो भने दुई वटा 1/√2 sin 54 हुन्छ हैन ल यो गर्ने भने दुई वटा 1/√2 sin 54 बाइ ठीक छ नि ल यो र यो गर्दाखेरि दुई वटा 1/√2 cos 54 है 2 कट 1/√2 also कट sin 54 by cos 54 sin by cos भनेको कति अरे 10 54 यो भनेको देखेछ कि देखेदैन तल हो यो भनेको RHS PROVED प्रुभ भयो है यो लाइट है कहाँ कता उज्यालो के कता के परिराखेको हुन्छ है ल कसरी मिलाउनु हुन्छ ओहो जुम भयो के कसरी मिलाउनु हुन्छ यसो मिलाएर हेर्नु है लाइट परिरहेछ लाइट प्रब्लम छ ल अब अर्को क्वेशन गर्छु है त ल अब अर्को क्वेशन ल नेक्स्ट क्वेशन है मैले यहाँ बोर्डमा गर्दैछु क्वेशन सार्दैछु है ल 1 + 10 21 times 1 + 10 28 times 1 + 10 24 times 1 + 10 17 times इज इक्वल टु 4 ल्याउनु छ अब यिनीहरुको पनि स्ट्यान्डर्ड भ्यालुसँग रिलेसन हुन्छ के कुनै न कुनै के कुरा हेरौँ त यो 21 प्लस यो 24 गर्दा भने 45 हुन्छ 45 भनेको स्ट्यान्डर्ड भ्यालु हो 28 + 17 गर्दा पनि 45 हुन्छ यो पनि स्ट्यान्डर्ड भ्यालु हो त्यसो भए योसँग यो रिलेसन छ अब यसलाई चलाउने भने जस्ताको त्यस्तै राख्नु पर्यो कट गर्न मिल्छ यस्तै गरेर यो यसको फर्मुला चलाउने भने यसलाई जस्ताको त्यस्तै लेख्नु पर्यो कट गर्न पाइन्छ ल म यहाँ त्यसबाट गर्छु यहाँ चाहिँ यो जस्ताको त्यस्तै कपी गरेछु अब यो 21 भनेको 45 माइनस योसँग रिलेसन छ के 45 माइनस 24 हो 21 भनेको 45 माइनस 24 भनेको 21 डिग्री हैन हो यो सबैमा डिग्री अटोमेटिकली छ 21 हुन्छ त्यसो भए यो 21 लाई 45 माइनस 24 लेख्न पर्यो अब म यही गर्छु 1 + 10 21 लाई 45 माइनस 24 ब्रैकेट दुईवटा आइसक्यो कर्ली ब्रैकेट युज गरे है सेम केस यसलाई कति अरे 1 + 28 र यो 17 छ है रिलेसन 45 माइनस 17 हो है यो 21 भनेको 45 माइनस यो भयो 1 प्लस यो जस्तो त्यस्तै 28 भनेको 45 माइनस 17 अब यो पछाडिको दुईवटा टर्म छ नि यो जस्ताको त्यस्तै कपी गर्ने हुन्छ ल सेम
सेम यो 17 हो कस्तो देखिन्छ 17 हो है। अब 10a माइनस b को फर्मुला खोल्न पर्यो सजिलो त कहाँ हुन्छ र है खोल्न पर्यो लामो जान्छ होला हेरौँ है नातिकन यसको फर्मुला खोल्ने भने 10a माइनस b को 10a माइनस 10b 1 प्लस 10a 10b ये फर्मुला खोल्छु यसको ल 10a माइनस 10b a भनेको 45 b भनेको 24 10a माइनस 10b b लेख्दाखेरि 24 लेख्न पर्यो 1 माइनस 10a 10b 1 माइनस 10a भनेको 45 b भनेको 24 है 24 ल यो ब्र्याकेटको बल्ल भ्याएको यो ब्र्याकेटको भ्याएको हो ल यो ब्र्याकेटको भ्याएको हो। अब यसको फर्मुला पनि त्यही हो यो ब्र्याकेट लेखि यो 1 जस्तोको त्यस्तै प्लस जस्तोको त्यस्तै 10a माइनस b फेरि है के रे 10a माइनस 10b बाई 1 प्लस 10a 10b अब ब्याक यो पछाडिको दुईवटा छ नि जस्तो त्यस्तै है ल यो 1 प्लस 10 25 1 प्लस 10 17 देखिएछ नि देखिएछ ल। अब 1045 भनेको भ्यालु राख्ने स्ट्यान्डर्ड भ्यालु भयो स्ट्यान्डर्ड भ्यालु हामीलाई थाहा हुन्छ 1 हैन ल त्यसो भए 1 प्लस यो पनि 1 भ्यालु यो 10 24 बाई 1 माइनस यो त प्लस होला नि है 1 माइनस यो 10 यसको भ्यालु 1 भ्यालु यो माइनस को माइनस 10 24 जस्ताको त्यस्तै यो 1 को 1 यो प्लस को प्लस है 10 45 यसको भ्यालु 1 भ्यालु 1 मा लेखिने भ्यालु 10 24 अर्को ब्र्याकेटमा यो 1 को 1 यो प्लस को प्लस 10 45 1 यो माइनस 10 17 एज इट इज जस्ता त्यस्तै 1 प्लस 10 45 1 भयो यो 10 45 1 भयो 10 17 मात्रै भन्छ के यो भयो है ब्याक अन जस्ताको त्यस्तै ल जस्ताको त्यस्तै। अब यो एलसीएम लिने हो एलसीएम लिँदाखेरि यसको मुनि 1 छ यो पुरै यहाँ आउँछ है यो पार्ट डिनोमिनेटरमा छ नि यो डिनोमिनेटरमा जे छ नि यो डिनोमिनेटरमा ल यो डिनोमिनेटरको यहाँ आउँछ 1 प्लस 10 24 आयो यो प्लस को प्लस यो 1 को 1 यो माइनस को माइनस यो 10 24 को 24 जस्तो त्यस्तै बल्ल होल बाइ है होल बाइ 1 प्लस 10 24 जस्तो त्यस्तै यहाँ डिनोमिनेटरमा है यो एउटा ब्र्याकेटको भ्यालु सेम केस यहाँ डिनोमिनेटरमा 1 प्लस 17 छ एलसीएम लिने भने यो यहाँ आउँछ यो 1 को ठाउँमा यो 1 को ठाउँमा कति यो पुरै आउने भयो 1 प्लस 10 17 प्लस 1 माइनस 10 17 यो बाई 1 प्लस 10 17 यो डिनोमिनेटर तलको जस्ताको त्यस्तै अनि यो दुईवटा छुटिला छ नि यो पनि जस्ताको त्यस्तै यो पनि जस्ताको त्यस्तै ल प्रोडक्ट फर्ममा छ इन्टुमा छ भने यो र यो कट भयो यो 1 प्लस 20 को यो है फर एक्जाम्पल 1 बाई AB इन्टु A यो कट गर्न आइन्छ प्रोडक्ट फर्म यो सबै यो प्रोडक्ट फर्ममा आयो त्यही भएर कट गर्न पाइयो। अब बच्यो कति अब हेर्ने हो भने देखिन्छ नि यो र यो कट भयो यो र यो कट भयो ल बच्यो हामीसँग यो 1 बचेछ यहाँनिरको 1 बचेछ 2 भयो इन्टु है यहाँ इन्टु यो 1 बचेछ यो 2 बचेछ 1 बचेछ यो 1 2 भइहाल्यो 2 2 जा 4 यो भनेको RHSPROVE ल यो भयो। यो भिडियो लामो हुन्छ होला यो भिडियोमा दुईवटा क्वेसन अरू भिडियोमा अरू क्वेसन गर्छु है त थ्याङ्क यू।